पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको 87 वर्षको उमेरमा आज बिहान निधन भएको छ। कोइरालालाई चिकित्सकहरूले मध्याह्न 12:11 जाँदा मृत घोषणा गरेका हुन्। आफ्नी एकमात्र सन्तान छोरी सुजता निवासमा उपचारको क्रममा उहाँको निधन भएको हो। कांग्रेस सभापति कोइरालालाई अस्पतालको जस्तै विशेष व्यवस्था गरी घरमै उपचारको व्यवस्था गरिएको थियो। पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको अन्तिम संस्कार भने भोलि गर्ने निर्णय गर्दै उहाँको शवलाई भोलि रंगशालामा श्रद्धाञ्जलीका लागि राखिने भएको छ। भोलि बिहान 8 बजेदेखि 2 बजेसम्म श्रद्धाञ्जलीका लागि रंगशालामा शव राखेपछि दिउँसो नगर परिक्रमा गरेर अन्त्येष्टिका लागि भोलि नै पशुपति लाने समेत कार्यक्रम रहेको छ। dcnepal.com हेरिरहनुभएका समस्त दर्शकबिन्दहरू, अहिले हामी उप प्रधानमन्त्री एवं परराष्ट्र मन्त्री सुजता कोइरालाको निवास मन्दिखाटारमा छौं, जहाँ कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला अचेत अवस्था उहाँको देहान्त भइसकेको समाचार पनि बाहिर आइसकेको छ। बिहान 5 बजेदेखि उहाँलाई चाहिँ मान्छेलाई चिन्न नसक्ने अथवा अचेत अवस्थामा केही कुरा पनि उहाँलाई जानकारी थिएन। धेरै समय अगाडिदेखि उहाँ चाहिँ दम, रुगाखोकी र निमोनियाका कारण ग्रस्त। गिरिजाप्रसाद कोइराला कांग्रेस पार्टी सभापति एवं पूर्व प्रधानमन्त्रीलाई भेट्न आउने क्रम एकदमै जारी छ। बिहानदेखि नै विभिन्न दलका नेतृत्वहरू र कांग्रेसका व्यापक कार्यकर्ताहरूको यहाँ ओइरो लागिरहेको छ। बिहानै जब प्रचण्डजीले पनि माओवादीका अध्यक्ष प्रचण्डले पनि उहाँलाई बोलाउन आउनु भएको थियो र उहाँले 3 पटकसम्म बोलाउँदाखेरि पनि उहाँले मैले कुनै पनि किसिमको प्रतिक्रिया नदिएपछि उहाँ अचेत अवस्थामा रहेको जानकारी दिएको थियो। हालाकि यहाँको अवस्था एकदमै भीड़भाड़ रहेको छ। सबै कार्यकर्ताहरू, सबै नेतृत्व दलका व्यक्तित्वहरू उहाँलाई भेट्न इच्छुक हुनुहुन्छ, तर उहाँलाई भेट्न दिइएको छैन। जो भित्र जानु भएको छ यतिकै उहाँको बारेमा इन्फर्मेसन लिएर मात्रै बाहिर फर्किने क्रम बढ्दो छ। यहाँको भीड़लाई चाहिँ व्यवस्थित गर्न नसकेको कारणले लाठी प्रहार पनि भइसकेका घटनाहरू यहाँ भइसकेका छन्। सायद उहाँ महाराजगंजमा हुनुभएको भए अझै आम जनमानसको भीड़ अति बढी हुने थियो, तर मन्दिखाटारमा धेरै जनताहरूलाई उहाँको यो लोकेसनको बारेमा थाहा नभएको भएर त्यति भीड़भाड़ त हुन सकेको छैन। तैपनि उल्लेख्य संख्यामा यहाँ विभिन्न दलका नेताहरूदेखि कार्यकर्ताहरूदेखि आम जनमानसहरू यति धेरै आइरहनु भएको छ कि भित्र पत्रकारहरूलाई समेत समस्या परिरहेको छ। उनीहरूलाई दृश्य क्यामेरामा कैद गर्न दिएको छैन। नेशनल हिरो को रूपमा आइडेन्टिफाई सकेका गिरिजाप्रसाद कोइराला 86 वर्षको उमेरमा निकै लामो समयदेखि एन्टिबायोटिकले उहाँलाई बचाइराखेको थियो। डाक्टरहरू पनि उहाँलाई घरमै ल्याएर उपचार शय्यामा राखिएको थियो। उहाँलाई अस्पतालमा उपचार गर्न उहाँको इच्छा थिएन। त्यसैले यही सुजता निवास मन्दिखाटारमा उहाँको उपचार भइरहँदा पनि हिजो बेलुकादेखि उहाँलाई झाडा पखालाले ग्रस्त बनायो र बिहान 5 बजेदेखि उहाँको अवस्था अचेत रहेको डाक्टरहरूले घोषणा गरेका थिए। लोकतान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय कोइराला 2062-63 को जनआन्दोलनका कमाण्डर हुनुहुन्थ्यो। अस्वस्थ अवस्थामा समेत राजनीतिमा उत्तिकै सक्रिय रहने कोइराला राजनीतिमा कहिले विश्राम हुँदैन भन्ने मान्यताबाट अभिप्रेरित हुनुहुन्थ्यो। प्रजातान्त्रिक आन्दोलनका यी शिखर पुरूषको जन्म विक्रम सम्वत 1981 असार 18 गते मंगलबारका दिन भारतको बिहारमा भएको हो। विक्रम सम्वत 1903 साल असोज 2 मा पिता कृष्ण प्रसाद कोइरालाले राणा शासन विरूद्ध विराटनगरबाट जनताका थोत्रा कपड़ा हुलाक मार्फत पठाएपछि राजविद्रोहको मुद्दा लगाई सर्वस्व हरण सहित पूर्ण देश निकाला गरिएको थियो। पिताकै प्रेरणाबाट राणा शासन विरोधी भावना जन्मिएको थियो सभापति कोइरालामा। त्यसैले उहाँ 23 वर्षको उमेरदेखि नै आन्दोलनको नेतृत्व गर्ने तहमा पुग्नुभयो। 23 वर्षको उमेरमा नै विराटनगर जुटमिलमा चर्केको आन्दोलनको नेतृत्व समेत गर्नुभएको थियो। सन् 1948 मा त उहाँ नेपाल ट्रेड युनियन कांग्रेसको संस्थापक अध्यक्ष नै बन्नुभयो र सन् 1952 देखि 1960 सम्म नेपाली कांग्रेसको मोरङ जिल्ला सभापति समेत बन्नुभएका कोइराला सन् 1960 मा पक्राउ परी 7 वर्षसम्म जेलमा राखिएको थियो। dcnepal.com का लागि सहकर्मी साथी दिपा आचार्यका साथ सम्झना गइरहेको रिपोर्ट।